मेरो बाबु नानीहरू जीवनमा आमा र बाबाले अहिले पढ नराम्रो नगर सही बाटोमा हिँड भन्दा झर्को लाग्न सक्छ, त्यही बोली चर्को लाग्न सक्छ, तर जीवनमा कालान्तरमा म बाबु नानीलाई निवेदन गर्छु त्यही बाबा र आमाले सिकाएको सही ज्ञानमा नहिनेको कारणले जीवनभर पुम्पुरो समातेर पछुताउनु पर्छ। त्यसैले जीवनमा गुरुले गलत ज्ञान र बाबा आमाले गलत सन्देश र गलत मार्गमा लाग्न कहिले पनि प्रेरणा दिँदैनन्। बाबा आमाको सन्देशमा सधैँ लागिरहनु, बाबा आमाले सिकाएको मार्गमा सधैँ अघि बढिरहनु म निवेदन गर्छु। आज खेल्न पाउँदा संसारको सबभन्दा फ्रिडम म जस्तो लाग्छ। खेल्नु पनि पर्छ, खेल्नु नराम्रो होइन, एन्टरटेनमेन्ट पनि चाहिन्छ, तर हद भन्दा बढी केही गर्नु हुँदैन। पढ्ने बेलामा पढ्नु पर्छ, बाबा आमालाई सघाउने बेलामा सघाउनु पर्छ, खेल्ने बेलामा खेल्नु पर्छ। तर हामी त अक्सर यसरी बिग्रियौं। छिमेकी खुब दिनभरि खोलामा गएर पौडी खेलेको छ छिमेकी छोरो भने मलाई पनि पौडी खेल्न मन लाग्छ। पौडी खेल्न आमाले जान दिएनन् भने आमा दुश्मन लाग्छ, बाबा दुश्मन लाग्छ। त्यसैले म बिन्ती गर्छु बाबु नानीहरूलाई, जीवनमा बाबा र आमाले कहिले पनि कुनै पनि बाबा र आमाले गलत मार्गमा लाग्न प्रेरणा दिँदैनन्। त्यसैले बाबा र आमाले बोलेको कुरालाई चर्को नमान्नु, छर्को नमान्नु। सधैँ बाबा र आमाले भनेका कुरा शिरो धार्य गर्नु र जीवनमा अगाडि बढ्नुस्। त्यही नै तिमीहरूको जीवनको सबभन्दा ठूलो उपलब्धि हुन्छ।